कति लिटर दुध पकाउँछ त एक दिनमा? 80-90 किलो गइहाल्छ। 80-90 लिटर एक बिहानमा? बिहान चाहिँ के राति दिउँसो पनि आउँछन् खाना? दिनभरि खुलेको दिनभरि? यस्तो गर्मीमा पनि खान्छन् है? वीरगन्जमा आएको बेला चाहिँ चिया खान मनपर्नेहरूको लागि चाहिँ आदर्श नगरमा एकदम स्पेसल टी छ यहाँ मड्का टी बब्लु टी स्टल भनेर राखेको छ र यहाँ चाहिँ मड्कामा एकदम स्पेसल स्वाद चाहिँ एकदम फरक स्वादको पाउँछ यहाँ फरक स्वादको चिया पाउँछ मेरो बाइकको धोरो राखेको रहेछ ठिक छ टाँगो वीरगन्ज आएपछि टाँगो नदेखेको देख्नु सही छ त्यो खुरमा त्यो ऊ हाल्यो होला है सही साउन्ड दिएर हिँड्दा छ कि आज अब हामी अफिसियली हाम्रो राइड सुरु भइसकेको छ होइन यहाँ भनेको हाम्रो राइड सुरु भइसकेको छ अब हामी जाँदैछ रक्सौलबाट अब बाइक त सिधै उता जानु पाइयो होइन रक्सौलतिर गइरहेको छौँ होइन आइपुग्नु लाग्यो यही बोर्डरबाट चाहिँ अब नेपाललाई चाहिने 95% सबभन्दा बढी राजाको सङ्कलन हुने पनि पहिला तापनि पनि थियो होइन एकचोटि तातो पानीबाट चाहिँ यहाँबाट आउने चाहिँ नेपालकै राजको सङ्कलन गर्नेमा 1 नम्बरमै पर्छ 1 नम्बरको है हरेक कुरा यहाँबाट मान्छेहरू आऊ जाऊ यो चेलीबेटी बेचबिखनमा पनि यो नाकाबाट सबभन्दा बढी हो धेरै यही पहिला त्यही नाका प्रयोग हुने भन्ने कुरा छ अब मान्छेहरूको चाहिँ ऊ भइसकेपछि यहाँ निगरानी बढिसकेपछि अब अरू नाका प्रयोग गर्न थाल्यो होला तर पहिलाको तुलनामा अहिले चाहिँ एकदम धेरै कम छ नि कम त धेरै कम हो होइन हामी चाहिँ 17 नेपालै हो तर एउटा गेट देखिसकेको छ गेट देखाएको छ त्यो चाहिँ ठ्याक्क हाम्रो इन्डिया र नेपालको चाहिँ बोर्डर टाइप हो भनेपछि हामी कहाँसम्म बाइक लिएर जानु पाउँछ दाइ इन्डियाको लगभग 15-20 किलोमिटर भन्छ सबै पास छैन पास बनायो भने त इन्डिया पुरै घुम्न पाइयो मलाई होइन म उता सुनौलीबाट जाँदाखेरि मलाई धेरैको उसमा कमेन्ट आएको थियो कि पास बनाउनु पर्दैन पास चाहिन्छ किनभने भनेर कमेन्ट आएको थियो त्यसको आन्सर चाहिँ के हो भने हामी इन्डियाबाट अब 2-3 दिनै बस्ने टाढा जाने हो भने चाहिँ पास बनाएर पर्मिट लिएर जानुपर्छ पैसा तिरेरै जानुपर्छ पास बनाएर यहाँ कहाँ छ त त्यो बनाउने के भन्छ तर अब इन्डिया जाने अब त्यो पेरिफेरीमा घुमेर फर्किहाल्नको लागि चाहिँ धेरै टाढा नजानु चाहिँ चाहिएन अब यहाँबाट उता नेपाल नेपाल र इन्डियाको गेट ओहो भनिन्छ ल गेट यहाँबाट इन्डिया कता छ हामी घुमेर उता चाहिँ सिधै हो इन्डिया कस्टम भनेपछि अफिसियल्ली सबैजनालाई इन्डियामा फेरि पनि स्वागत छ ल अब यहाँ बएपछि हेलमेट लाउनु पर्दैन होइन हेलमेट लाउनु परेन बाइकमा जतिजना बस्नु पनि भयो अनि हर्न जति बजाए पनि भयो अनि हो हल्ला र ओहो हर्न त अब सुरु भयो रेलको ट्र्याक भाइ कुन चाहिँ जुन चाहिँ यहाँ अगाडि चलाएर उठिरहेको छ नि रेलको ट्र्याक हो ए बत्ती बल लाग्छ त रेलको रेल आउनु गेट लाग्छ अहिले चाहिँ रेलको आवाज भएको छ यो टाइम हामी जाने सिधै हिँड्छ सिधै ए रेलवे ट्र्याक रेलको चाहिँ ए रेलवे स्टेसन ए रेल त्यहीँ मस्त पार्किङ छ
यतापट्टि अब यहाँबाट त सिधै इन्डियाको रक्सोल त आइसक्यौँ होइन यहाँबाट हाम्रो त्यो मोतिहारी छ नि भाइ मोतिहारी मोतिहारी चाहिँ 52 किलोमिटर छ जुन हाम्रो पेट्रोलियम पाइपको चाहिँ स्टेसन छ नि हजुर हजुर मोतिहारी अम्बिकनसम्म चाहिँ हाम्रो पेट्रोलियम पाइप छ नि त्यो चाहिँ यहाँबाट 52 किलोमिटर पर्छ पेट्रोलियम पाइप छ हामी पहिला के ब्याट्री फेर्न जान्छौँ कि रेल स्टेसन घुम्न जान्छौँ के गर्न ब्याट्री फेर्न जान्छौँ कि रेल स्टेसन घुम्न जान्छौँ जे गर्दा नि हुन्छ भने चाहिँ हामी रेल स्टेसनमा हेर्दा जानु पऱ्यो होइन ब्याट्री फेर्न जानु पऱ्यो यहाँ त जाम छ दाइ कतिको जाम हो त्यसले ब्याट्री फेर्न है हुन्छ हुन्छ हामी दाइको ब्याट्री फेरिदिन्छौँ इन्डिया आएर आएको बेलामा फेरिदिउँ न होइन कति फरक पर्छ दाइ के छ यस्तो अहिलेसम्म मलाई पनि खुद्रा मन छैन हो सस्तो हिसाबले सस्तो हुन्छ हामी एमाकै कम्पनीमा गरेर फेर्दाखेरि पाउँछौँ ए इन्डिया त झन् झुस्तो छ यार हेर त सिपिस हाम्रो नेपालमा चाहिँ फोहोर भयो भनेर सरकारले के गाडी गरेर हुन्छ नि इन्डियामा त्यस्तो छ कि नेपालमा सबै छ नि त हो इन्डिया र नेपालमा खासै बजाज यामाहा अब हामी यामाहाको ल यामाहाको हो यहाँ त फिट गर्दैन होला नि त गर्छ सोधौँ न ब्याट्री त्यसको ब्याट्री फेर्न्छ क्या कति पर्छ सोधौँ है त ब्याट्रीको इन्डियामा नेपालमा कति पर्छ दिक्कत हो गया नाला बंद है ना सब बंद कर दिया सब बंद है नाला बंद है सब कुछ बंद है नाला खोल रहा है इधर से रोड खोल रहा है बहुत बदबू आ रही है बैटरी कितने का बैटरी 1150 का आएगा 1150 भारी हाँ 2 साल का गारंटी 1150 साइड को चाहिए एक साइड की चाहिए एक साइड में भी 2 साल गारंटी हो इसमें भी 2 साल गारंटी हो एक साइड का लीजिएगा तो आपको 1500 के आसपास पड़ेगा 1500 डिस्काउंट है नहीं एक साइड में नहीं डिस्काउंट है अरे ये 1150 वाला डालिए ना आपके पास एक साइड है कि नहीं है एक साइड लाना पड़ेगा कितने का पड़ेगा वो 1500 के लमसम पड़ेगा पैसा उस्तै पऱ्यो नि लैजाउँ उसै हो एउटा ओइल फिल्टर दुईटा दो दीजिए प्राइस तो रुपया से ज़्यादा है यहाँ पे तो 100 रुपये में वहाँ पे कैसे मिलेगा प्राइस उस्तै पर्छ खासै फरक त पर्दैन होइन तर यहीँबाट लिएर बेच्छ त्यहाँ सोरुममा सोध्नु न यो सोरुमको सबै सामान छ ठिक छ त्यहाँ सोरुममा सोध्नु कति दाम यही त सोरुममा मैले अस्ति सोरुममा फेरेँ भने कितने का 700 या 800 रुपये लिया होगा 235 और 70 एउटा ओइल फिल्टर र ब्रेक प्याड होइन त यामाहाको ल इन्डियामा चाहिँ यो रेटमा छ 900 हो रेकर्ड गर्न मिलेगा ना वीडियो रिकॉर्ड हाँ कोई दिक्कत नहीं तो बहुत अच्छा है ल भयो होइन ल धन्यवाद ब्याट्री चाहिँ फेरेन होइन ब्याट्री त अब वारेन्टी क्लेम गर्न मिलेन नि त नत्र त अरू चाहिने सामान त लगभग अहिले चाहिँ हेर्ने सामान चाहिँ म पनि एमाकै भनेर आउने हुन्छ नि त्यसको चाइनाबाट हो क्या चाइनाबाट आएको यहाँ चाहिँ कहाँबाट आउँछ इन्डियाबाट है इन्डियाको उसको प्राइस ट्याक्स त हाने हुन्छ नि स्ट्याम्प हाने हुन्छ नि हामीले प्रेजेन्ट गरेको हाने सामान चाहियो भने चाहिँ है नजिक हुने त धेरै फाइदा छ हो टायरहरू पनि हो यस्तो महँगो छ टायर नि रेलवे स्टेसन यहाँबाट सिधै कहाँ जान्छ त ट्रेन
त पुरै गुन्डी मुभीको सिन जस्तो छ नि त कति धेरै कोइला आएको त ल कोइला पुरै रक्सोलमा छौँ हामी यति बेला पुरै रेलवे स्टेसनमा रेलको बिचमा त्यहाँबाट हिँड्ने बाटोहरू छ यो पुरै रेलको पट्टी भइहाल्यो नेपालमा पनि कहिले होला यार यस्तोसँग रेल चल्यो भने त धेरै सस्तो पर्छ होला नि इन्डियाको सिधै नेपाल गयो भने ट्रेनमा